Hi everyone, welcome to my another mini vlog. After a long time चाहिँ म भोइस कभर गरेर हाल्दैछु अनि कस्तो हुनुहुन्छ तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला अनि अहिले चाहिँ म कालिम्पोङ आएको छु बहिनीकोमा हैन अनि मेरो बहिनी चाहिँ कालिम्पोङमा कलेज गर्छ अनि म पनि यो दिवालीको छुट्टीमा चाहिँ बहिनीको रुममा आएको थिएँ अनि यो भिडियो चाहिँ हो हिजो बेलुका इभिनिङ टाइमको अनि हामी चाहिँ घुम्न गएको भन्दा पनि इभिनिङ टाइममा वकमा निस्केको थियो अल्छी लागेर अनि यो जग्गा चाहिँ हो पुच्चे डाँडा कालिम्पोङको मान्छेहरूले त सबैले चिन्नुहुन्छ हैन अनि म चाहिँ धेरै वर्ष बादमा आएको यहाँनिर चाहिँ पहिला चाहिँ यतै बस्दा फेरि आउँथे अनि एकदम दामी जग्गा छ अनि फेरि प्लेन्सबाट हिल्समा आउँदा डिफ्रेन्ट भाइब हुन्छ डिफ्रेन्ट खुसी मिल्छ हैन यस्तो जग्गाहरुमा आउँदा अनि यहाँनिर चाहिँ पुरा हावा आउँछ हैन जो चाहिँ मलाई एकदम मन पर्छ अनि हिजो चाहिँ पुरा इन्जोय गरेँ मैले चाहिँ धेरै बादमा आएर पनि होला अनि चाहिँ यसरी नै हामी चाहिँ इभिनिङ टाइममा वक गएको थियो अनि एकछिन बस्यौँ रिल्याक्स भएर अनि यसरी नै घुम्नु गएको थियो अनि हामी चाहिँ तलनिर चाहिँ जानु सकेन किनभने हिँड्नु सकिन त्यहाँदेखि माथि नै बसेर चाहिँ हामी एकछिन बस्यौँ चिप्सहरू खायौँ हैन वी इन्जोय अ लट दिदी बहिनी पहिला चाहिँ मैले जब उदोको टुरिस्टहरू आउँछ नि तिनीहरूलाई चाहिँ यस्तो जग्गाहरू के मन परेको होला जस्तो लाग्थ्यो हैन अब आफू यही जग्गामा हुर्केर बसेर देखेर अनि मलाई चाहिँ पुरा प्लेन्स जानु मन पर्थ्यो प्लेन्समा बस्नु मन पर्थ्यो हैन तर अहिले चाहिँ जब प्लेन्समा बस्न थालेँ कति पनि भएको छैन बस्न थालेको तर पनि अब प्लेन्समा भनेको वाक्कै लाग्छ एक त गरमले हैन अनि जब घर आउँछ नि तब चाहिँ यस्तो खुसी मिल्छ कि अनि बेलुका चाहिँ हामी आन्टीकोमा गएको थियौँ अनि मेरो साथीलाई पनि भेटेँ बाइ